हेलो नमस्ते सबैजनालाई नमस्ते साथीहरू। आज चाहिँ म कोरिया आएको 3 वर्षपछि म चाहिँ कोरियाको लाइफदेखि कतिको सेटिस्फाई छु त। मैले कति टाइम लाग्यो त मेरो आएको पैसा उठाउनदेखि लिएर कस्तो कस्तो कामहरू गर्नु पर्यो, काम पाउन कतिको सजिलो छ कि नै हैन, इन्कमहरू के कस्तो भइरहेको छ भन्ने बारेमा चाहिँ भिडियो बनाउन गइरहेको छु। इफ तपाईहरू पनि साउथ कोरिया एप्लाई गर्ने सोच्दै हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि एकदमै हेल्पफुल हुनेछ। सो अब आउँदाखेरि कुन कलेजमा आएको र लगानी कति लाग्यो भन्ने कुराबाटै स्टार्ट गरौँ। म चाहिँ सोलमा भएको ग्याङ्सियो युनिभर्सिटीमा आएको 2023 मा। सो म आउँदा लागेको लगानी भनेको चाहिँ 8 देखि 10 लाख भित्रमा हो। त्यतिखेर युनिभर्सिटी फी चाहिँ 2,30,000 जति थियो ग्याङ्सियो युनिभर्सिटीको चाहिँ। अनि यता त्यता प्लेन टिकट अलि सपिङहरू सबै कुरा गर्दा चाहिँ त्यति 8 देखि 10 लाख भित्रमा चाहिँ कोरिया आयो। अब कोरिया आएपछि सुरु हुन्छ नयाँ लाइफस्टाइल हैन, तपाईको फरक सहर, छुट्टै ल्याङ्ग्वेज हैन, सबै कुराबाट चाहिँ कसरी चाहिँ ग्रो हुने त भन्ने कुरा हो हैन। म चाहिँ मलाई नेपालबाट आउँदा म हल्का लेटरहरू मात्र पढ्न सक्थेँ, नर्मल लेटरहरू मात्र, एकदम घोरिएर मात्रै पढ्न सक्थेँ। त्यसपछि मेरो चाहिँ दाइ पनि यहीँ हुनुहुन्थ्यो, अनि यहीँ भएको कारणले पनि मलाई चाहिँ काम गर्न हल्का सजिलो भयो। त्यसपछि म चाहिँ सुरुमा एउटा पसलमा काम गर्न गएको थिएँ हैन, पसलमा चाहिँ ल्याङ्ग्वेज एकदमै धेरै चाहिँदो रहेछ। त्यसपछि फर्स्टमा गएको, अब के भन्छ भने केही बुझ्दै नबुझिने हैन, कोरियनमा भन्छ, म त केही पनि बुझ्दिनँ भने। अब एक दुई दिन गऱ्यो, अब यसरी त हुँदैन जस्तो लाग्यो क्या। म कामबाटै निकाल्ने हो कि भन्ने डरसम्म हुन थाल्यो। त्यसपछि मैले चाहिँ घरमा आएर इलइसाम्सादेखि लिएर सुरु गरेँ हैन। अनि त्यहाँ पहिला कामलाई चाहिने ल्याङ्ग्वेज चाहिँ मैले पढ्न सुरु गरेँ। काममा भएको सबै कुराहरूको फोटो खिचेर हैन, के कस्तो कुराहरू चाहिँ चाहिने रहेछ त हैन, के गर्नु पर्ने रहेछ त भन्ने कुरालाई चाहिँ फोटो खिचेर लिएर मैले चाहिँ पढ्न थालेँ। अनि 1 2 देखि लिएर क देखि लिएर हैन, का प्लास्टिकलाई के भन्छ हैन, खेसान गर्दा कसरी नम्बरहरू गर्ने हैन, कस्तो कस्तो कुराहरू गर्दा कुन ल्याङ्ग्वेज युज गर्ने भन्ने कुराहरूमा चाहिँ मैले सुरुमा आएर चाहिँ त्यति नर्मल चाहिँ सिम्बलहरू, त्यसपछि फेरि नर्मल कुराहरू चाहिँ पढेँ। त्यसपछि भनेको काममा चाहिँ त्यो भइसकेपछि जस्तो सागवा खाना छुसे हो भन्दाखेरि त मैले सागवा भनेको पढिसकेपछि स्याउ एउटा दिनुहोस् भन्ने कुरा त बुझ्न थालेँ नि त। त्यसपछि मैले पनि जानी नजानी कोरियनहरूसँग कुरा गर्न थालेँ हैन, त्यसपछि चाहिँ के हुन थाल्यो भन्दा म पनि बिस्तारै त्यो जति धेरै तपाईहरु चाहिँ मान्छेहरूसँग कुराकानी गर्नुहुन्छ त्यति धेरै चाहिँ ल्याङ्ग्वेज सिकिँदो रहेछ क्या। पढेर भन्दा पनि जति धेरै तपाईको मान्छेसँग बोल्यो हैन, उनीहरूले उही अनुसार बोल्छ नि त। त्यसपछि चाहिँ तपाईको कन्फिडेन्स पनि बढ्ने भयो, तपाईले रियल लाइफमा युज हुने वर्डहरू पनि सिक्नु नि भयो, त्यसपछि ल्याङ्ग्वेज पनि सिकिने भयो हैन। त्यो भएर चाहिँ मैले सुरुमा त्यति काम गरेँ। त्यहाँ चाहिँ मेरो स्यालेरी सुरुमा आउँदा चाहिँ हल्का थोरै नै थियो हैन। 5 दिन कलेज गएर हैन सरी 2 दिन कलेज गएर 5 दिन काम गर्थेँ। त्यति गर्दा चाहिँ लगभग 2,10,000 जति दिन्थ्यो हैन, 2,10,000 जति दिन्थ्यो सुरुमा हैन। त्यसपछि चाहिँ त्यहाँ चाहिँ मैले लगातार 1 वर्ष जति काम गरेँ। त्यहाँ काम गर्दा मलाई एकदमै धेरै फाइदा भयो हैन। मान्छेसँग एकदम धेरै इन्टरएक्सन गर्नुपर्ने हैन, जोसँग पनि यस्तो कुराहरू उस्तो कुराहरू यस्तो इन्टरएक्सन गर्नुपर्ने हैन। अनि पछि चाहिँ मैले 1 वर्षपछि त्यहाँ काम गरेपछि चाहिँ रेस्टुरेन्टमा काम गर्न थालेँ हैन। रेस्टुरेन्टमा काम गर्न थालिसकेपछि चाहिँ रेस्टुरेन्टमा त फर्स्टमा गएको हल्का काम त गाह्रो हुँदो रहेछ नि, एकदम छिटो गर्ने, यता बानी नपरेको। तर पनि तपाईको ल्याङ्ग्वेज भइसकेपछि कस्तो हुँदो रहेछ भने सबै कुराहरू बुझ्न सजिलो हुने रहेछ क्या। तपाईको सबै कुराहरू बुझ्न सजिलो हुने रहेछ। त्यसपछि चाहिँ
जब म रेस्टुरेन्टमा गएँ, रेस्टुरेन्टमा सुरुमा 1 महिना चाहिँ हल्का गाह्रो भयो कामहरू सिक्नलाई। त्यसपछि मैले अहिलेसम्म अब त्यो रेस्टुरेन्टमा पनि मेरो 2 वर्षभन्दा बेसी भइसक्यो काम गर्न थालेको। अनि त्यही भएर त्यो रेस्टुरेन्टमा काम गरेँ होइन। रेस्टुरेन्टमा चाहिँ स्यालेरी राम्रो हुँदो रहेछ। फेरि मैले त्यो रेस्टुरेन्टमा गएदेखि एभरेजमा 290 to 3 लाख चाहिँ एभरेजमा मन्थली कमाएकै छु होइन। एभरेजमा मन्थली कमाएकै छु, त्यो पनि वर्क परमिट बनाएर होइन। 2024 देखि नै वर्क परमिट बनाएर लगातार काम गरिरहेको छ। अनि एउटा कुरा चाहिँ के भने तपाईँलाई लाग्न सक्छ तपाईँले कोरिया आउनुभयो भने 25 आवर्स मात्रै काम गर्न सक्नुहुन्छ जस्तो लाग्न सक्छ के। तपाईँलाई मन्डे टु सन्डे गरेर चाहिँ तपाईँले 25 आवर्स मात्रै काम गर्न सक्न पाउँछौँ जस्तो लाग्छ होला तपाईँलाई, तर त्यस्तो होइन। तपाईँले 25 आवर पाउने भनेको चाहिँ मन्डे टु फ्राइडे हो। कलेजको दिन छोडेर तपाईँले मन्डे टु फ्राइडे चाहिँ 25 आवर काम गर्न सक्नुहुन्छ होइन। मेरो वर्क परमिटमा होइन, मेरो वर्क परमिटमा मेरो चाहिँ 50 घन्टाभन्दा चाहिँ बढी छ होइन। 50 घन्टाभन्दा चाहिँ बढी छ, जसले गर्दा चाहिँ मैले अलमोस्ट होइन 3 लाख नै मेरो स्यालेरी चाहिँ मैले ब्याङ्कमै थाप्न पाउँछु क्या। त्यो भएको भएर चाहिँ एकदम त्यो चाहिँ प्लस पोइन्ट हो होइन। प्लस पोइन्ट हो तपाईँको लागि चाहिँ। इफ तपाईँ कोरिया आउँदै हुनुहुन्छ भने तपाईँको लागि 50 घन्टा 55 घन्टासम्म काम गर्न सक्नेछ होइन। तपाईँको भ्याकेसनमा पनि धेरै काम गर्न सक्नुहुन्छ। अनि कलेज चाहिँ तपाईँ सकेसम्म 2 दिन, हप्ताको 2 दिन हुने कलेजमा आएको राम्रो। पढाइ चाहिँ तपाईँको 1 सेमिस्टरमा 15 हप्ता चाहिँ पढाइ हुने भयो। तपाईँले 15 हप्ता पढाइ भइसकेपछि 2-2.5 महिना चाहिँ भ्याकेसनमा लगातार मजाले काम गरेर फीहरू यता एकदम मजाले म्यानेज गर्न सक्नुहुन्छ। त्यसैमाथि कोरिया चाहिँ एकदम अफोर्डेबल छ तपाईँहरूको लागि। युनिभर्सिटीको फीहरूदेखि लिएर लिभिङ एक्सपेन्सेसहरूदेखि लिएर सबै कुरा एकदम अफोर्डेबल छ होइन। तपाईँको इन्कमको बेसमा रहने हो भने चाहिँ तपाईँले राम्रै पैसा बचाउन सक्नुहुन्छ। मैले मेरो लागेको लगानी 8-10 लाख मैले कोरिया आएको लगभग 5-6 महिनामा नै कमाइसकेको थिएँ। भन्छ कि नर्मल कमाइदो रहेछ होइन, किनभने मैले आएदेखि लगातार काम गरेको पनि हो। अनि त्यही भएर त्यस्तो गाह्रो चाहिँ भएन होइन। तपाईँको इन्कमको बेसिसमा हेर्नुहुन्छ भने म त भन्छु एकदमै बेस्ट हो होइन। तपाईँ सेयरिङमा बस्नुहुन्छ, साथीहरूसँग बस्नुहुन्छ सँगै रुममा होइन, अनि 15-20 हजार मात्रै रुम रेन्टहरू तिर्नुपर्छ यता हो भने चाहिँ तपाईँ पैसा एकदमै मजाले सेभिङ गर्न सक्नुहुन्छ। मैले कोरियामा मन्थली अहिले 3 लाख आउँछ मेरो। एभरेजमा 3 लाख चाहिँ आउँछ जसरी भए पनि। त्यसमा चाहिँ 2 लाख प्लस चाहिँ म हरेक मन्थ चाहिँ सेभ गर्न सक्छु। म चाहिँ 2 लाख प्लस हरेक मन्थै सेभ गर्न सक्छु। यो कुरामा चाहिँ ढुक्क हुनुहोस् तपाईँहरू होइन। इन्कम राम्रो हुन्छ, तर कस्तो हो भने तपाईँलाई कोरियामा काम पाउन चाहिँ गाह्रो होइन कि। काम पाउन गाह्रो होइन, तपाईँको थाङमुन हुन्छ, काम बुझिदिने एजेन्टहरू हुन्छ, यता धेरैहरू हुन्छ। काममा तपाईँ अडिन चाहिँ गाह्रो हो होइन। किनभने तपाईँलाई नेपालबाट एक्सपेक्टेसन राखेर आउँदा चाहिँ हामी कस्तो एक्सपेक्टेसन राखेर आउँछौँ भन्ने कुरामा चाहिँ डिपेन्ड गर्छ कि होइन। तपाईँहरू चाहिँ कोरिया जान्छु नर्मल 25 घन्टा काम गर्छु 2-3 लाख कमाउँछु भन्नु, त्यो त पोसिबल छैन पक्कै पनि होइन। तपाईँहरू पनि उही अनुसार काम गर्छु, उही अनुसार पैसा कमाउँछु, उही अनुसार लाइफ म्यानेज गर्छु भन्ने हो भने होइन, त्यो चाहिँ राम्रो छ। फेरि कोरियामा तपाईँ लगातार काम गर्नुहुन्छ, बिस्तारै कुनै रेस्टुरेन्टमा तपाईँ 1-2 वर्ष लगातार काम गर्नुभयो भने तपाईँहरूलाई उनीहरूले पनि उही अनुसार तपाईँलाई रेस्पेक्ट दिँदै जान्छन्। अनि त्यसपछि तपाईँको टाइम पनि उही अनुसार हुँदै जान्छ होइन। फर्स्टमा मैले लगातार 12 घन्टा काम गर्थेँ। अहिले मैले कहिले 3 to 12 होइन दिउँसोको, त्यसपछि 10 देखि 5-6 यस्तो टाइमहरू चाहिँ भयो भने तपाईँलाई रुममा आइसकेपछि टाइम हुने भयो, अरूहरू कुराको लागि पनि टाइम हुने भयो। तर मेन कुरा के हो भने इफ तपाईँ कोरिया आउँदै हुनुहुन्छ भने जेसुकै गर्नुहोस्, तर ल्याङ्ग्वेज नसिकी कोरिया आउने सपना देख्दै हुनुहुन्छ भने प्लिज नआउनुहोस्, नेपालमै बस्नुहोस्। नेपाल पनि राम्रो छ होइन। ल्याङ्ग्वेज बिना कोरियामा केही पनि छैन तपाईँहरूको लागि। तपाईँहरू जब इन्टरभ्यूमा जानुहोस् ल्याङ्ग्वेज छैन,
तपाईँ काममा जानुहोस् ल्याङ्ग्वेज छैन, केही कुरा गर्नुहोस् ल्याङ्ग्वेज छैन भने तपाईँको लागि चाहिँ कोरिया होइन। इफ तपाईँ चाहिँ कोरिया आएर राम्रोसँग राम्रो इन्कम कमाउँछु, राम्रो गर्छु भन्ने सोच्दै हुनुहुन्छ भने चाहिँ तपाईँलाई ल्याङ्ग्वेज चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट कुरा हो। त्यसैले ल्याङ्ग्वेज एकदमै धेरै राम्रोसँग पढेर आउनुहोस् होइन। अनि नर्मल कुरा हो होइन, पैसा राम्रै कमाइ हुन्छ, तपाईँले एकदम धेरै मेहनती हुनुहुन्छ तपाईँहरू होइन, यता हुनुहुन्छ भने चाहिँ पैसा राम्रो कमाइ हुन्छ। ल्याङ्ग्वेज मात्र भयो भने तपाईँलाई कोरियामा काम खोज्न गाह्रो छैन होइन, त्यति कुरा चाहिँ बुझ्नुपर्छ। सो होइन इन्कमको कुरा पनि भयो, इन्कम राम्रै हुन्छ, तपाईँहरू ढुक्क भएर बस्नुहोस् होइन। तपाईँको ल्याङ्ग्वेज भयो भने इन्कम भइहाल्छ। इन्कमको कुरा भयो, एक्सपेन्सेसहरू पनि त्यस्तो धेरै छैन होइन। म एक्लै बस्दा पनि मैले मन्थली 45,000 रुम भाडा तिरिरहेको छु नेपाली, त्यही पनि मैले मजाले म्यानेज गर्न सकिरहेको छु क्या पछिल्लो 2 वर्षदेखि होइन। त्यही भएर म्यानेज गर्न सकिन्छ सबै कुराहरू। त्यसपछि यता कुराहरू पनि सबै म्यानेज हुन्छ। तपाईँहरू ल्याङ्ग्वेजबाट इफ तपाईँहरूलाई केही फर्दर इन्क्वायरी छ होइन, तपाईँहरूलाई कोरियाको बारेमा केही कुरा बुझ्नु मन छ होइन, कुन कलेज सोलदेखि कति टाढा कस्तो भन्ने कुराहरू सोध्न बुझ्न मन छ भने चाहिँ प्लिज डाइरेक्ट मेसेज नि होइन मलाई मेसेज गर्नुहोस्। तपाईँहरूको लागि चाहिँ म आफूले सकेको भेटेको जति इन्फर्मेसन छ हजुरहरूलाई प्रोभाइड गर्ने नै छु। सो थ्याङ्क यू फर वाचिङ द भिडियो।